एउटा नेपाल सरकारले बुझाएको चित्र हो क्या त्यो चाहिँ। त्यही अन्तर्गतै एउटा राख्नु पाउने सफ्टवेयरले छान्छ, त्यो चाहिँ हामीले छान्नु पाइँदैन। त्यो जम्मा आएको रकम 2,50,37,101 रुपैयाँ 0.01 रहेको छ। जम्मा खर्च रकम आएको छ 1,29,29,174 रुपियाँ आएको छ। जसमध्ये केमा खर्च भयो भन्नुहुन्छ भने चाहिँ दार्चुला झुलुङ्गे पुल सामग्री खरिदमा झुलुङ्गे पुल सामग्री 45,27,924 रुपैयाँ। हाम्रो भीम उपाध्यायले पनि भएको थियो, त्यहाँनिर एचएमजी देखिएको छ। त्यो त हामीले नै पहिला नै इस्टिमेट गरिसकेको कुरोहरू हो भन्ने कुरा आयो। त्यहाँनिर एचएमजी चाहिँ कसरी आयो जुन तपाईँले इस्टिमेट गरिरहँदाखेरिको अवस्थामा उहाँहरूले भन्छ हाम्रोबाट कपी गरेको हो, यो त तत्कालीन अवस्थाको इस्टिमेट हो भनेर सामै सञ्जालमा हाल्नुभएको छ। त्यो तपाईँ कसरी एजेन्सी परेको? यो त अनि पहिला जुन नेपालमा चाहिँ झोलुङ्गे पुल कसरी भयो, कहाँबाट सुरुवात भयो भन्ने चाहिँ 2001मा चाहिँ जब नेपालमा चाहिँ हेलवेटास अन्तर्गतको हेलवेसी अन्तर्गत धेरै 30,000 जति सदस्यले चाहिँ यो पैसा उठाएर चाहिँ त्यसरी नेपालमा चाहिँ टोनी हेगनको पालामै ऊ आउँदाखेरि धेरै खोलानालाहरू देखेको थियो। त्यो लामो छ इतिहास, मैले सर्टकट कुरो। यति धेरै आवश्यकता कि खोलानाला धेरै छ, प्रत्येक टेरिटोरिजमा जानुको धेरै समस्या भएकोले गर्दा फेरि घुम्नुपर्ने थियो। त्यहीबाट चाहिँ उहाँ युएन मिसनमा पछि आउँदाखेरि यो झोलुङ्गे पुल आवश्यकता छ भन्ने कुरो चाहिँ भइसके पछाडि चाहिँ सुरुवातीमा चाहिँ झोलुङ्गे पुल चाहिँ BBLL ब्रिज बिल्डिङ एट द लोकल लेभल भनेर चाहिँ पूर्वमा आएको थियो। अनि त्यस पछाडि चाहिँ अब नेपाल सरकारले चाहिँ सस्पेन्सन ब्रिज डिभिजन बनायो। अनि त्यस पछाडि काम त भयो, तर अब यसलाई सिलेबसमै राखौँ भनेर ओभरसियर लेभल, सबओभरसियर लेभल र ब्याचलरमा चाहिँ बेग्लै सिलेबस बनाएर 2001 तिर चाहिँ पुलचोक इन्जिनियरिङ कलेजमा नि त्यो लागू भइसके पछाडि चाहिँ गर्दै जाँदा चाहिँ अब यसले त धेरै कुराहरू पुल बनाइसके पछाडि प्रत्येक इन्जिनियरहरूको चाहिँ एउटा डकुमेन्टेडहरू बनायो के। अनि त्योबाट चाहिँ यो ठाउँको भूगोलमा चाहिँ यो 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 डिकोनको पुल यो ठाउँमा यो भनेर धेरैवटा नक्सा बनियो नि त। त्यसकै आधारमा चाहिँ वारिपारी हेरेर ढुङ्गाको साइजको र अप्ठ्यारो भूगोलमा यो खालको नम्बरको पुल, माटै माटा छ भने यो खालको पुल, अनि प्लेन एरियामा छ भने त्यो खालको पुल चाहिँ धेरैवटा नक्सा बन्यो नि त। त्यो भित्रको सिलेक्ट भएको चाहिँ त्यो ठाउँको कुनै नाप्दै जाँदाखेरि चाहिँ ठ्याक्कै मिल्छ भने त्यो खालको डिकोनको नम्बर चाहिँ नेपाल सरकारले चाहिँ र यो स्थानीय सरकार जति पनि एनजिओ आइएनजिओ मिलेर बिकियो मिलेर चाहिँ एउटा नेपाल सरकारले बुझाएको चित्र हो क्या त्यो चाहिँ। त्यही अन्तर्गतै एउटा राख्नु पाउने सफ्टवेयरले छान्छ, त्यो चाहिँ हामीले छान्नु पाइँदैन। त्यो अन्तर्गत एउटा नक्सामा चाहिँ त्यही चलाउने नै त्यो यो अहिले जसले बनाउँदा पनि